हेर्नुस् गाइस, आलु खन्दै गरेको फागुन महिनामा यता दोकीमा साग छ, यता जर्किनमा पानी छ। आलु अनि यता यो अर्गानिक आलु अलिकति, यता पछाडि केराउ हो, यो सुन्तलाको बोट हो, यता कागतीको बोट छ, अनि यता यो केराको बोट छ यस्तो। यो अनि यता चाहिँ करेसाबारी। हेर्नुस् गाइस, यो लसुन भयो। उपारि त्यो रुखमा चाहिँ हिउँदे सिमी छ। सिसागारी बजारमा यो लसुन। यहाँनिर यो के भन्छन्, सिमी, यो मकैहरू छ। यता हेर्नुस् गाइस, यो प्याज भयो। यो बारेको चाहिँ यो धनिया। उता पर आलु, आलुमा पानी लगाएर राखेको अवस्था। अनि यता यो के रुख टमाटर के भन्छन् यसलाई, फल्या छ गाइस। हेर्नुस्, यो रायो साग पनि छ। यतातिर केराको बारी छ करेसाबारीमा। रमाइलो छ गाइस, गाउँघरतिर अर्गानिक खानुपर्छ। बजारमा बसेर बिसाडी खाना खायो भने किडनी फेल, मुटु फेल, के फेल, नाकमुख फेल, अनुहार फेल, के फेल हुन्छ। गाइजहरू यता गाउँतिर आउनुस्, अर्गानिक बनाएर खानुस् आफ्नो हातले। हेर्नुस्, मेरो श्रीमतीले यहाँ आलु खनेर खतरा केरा पनि फल्न लाग्छ। खाने भए आउनु होला 60 इन्ची। मेरो श्रीमतीले बिना जङ्गरे आलु खनेको अवस्था। यही आलु अलिकति फलेका। सिसागारी बजारभित्र, बजार घारीतिर पर्छ।